त थोरै छ त मसँग फुल छैन। अब दिदीसँग छ कि फोन गर्नु पर्यो, फेरि कतै फोन दिइहाल्नुहुन्छ होला। कस्तो फोन आयो फेरि? माला उडिसक्नु भनेको बहिनीको कुरा छ। हेलो दिदी। है नानी भन्, के छ त नानी तेरो हालखबर? दिदी सबै ठिकै थियो, एउटा कुराको सल्लाह गर्नु थियो। भन् न के सल्लाह हो? अनि आफ्नै दिदीसँग कुरा गर्न पनि भूमिका बानिरहनु पर्छ त नानी। दिदी यसपालिको दसैँ पनि त्यस्तै भयो, अब तिहार राम्रोसँग मनाउनु पर्छ है। हो नि नानी, मैले पनि त्यही सोचिरहेको छु। अब बाढी पीडित त्यस्तै, आन्दोलन त्यस्तै, पानी परेर अहिले पालि कतिले ज्यान गुमाए, टोल छर छिमेक कति निराश भए नानी। रमाइलो काहीँ केही देख्न पाइएन। मैले पनि अहिले पालि तिहार त रमाइलोसँग मनाउला भन्ने सोचिरहेको छु नि। हो भने दिदी, यसपालिको दसैँ जस्तो नरमाइलो कहिल्यै भएन। हो त नानी, त्यही माथि दसैँमा पनि मनसुन सुरु भएर त्यस्तो वर्षाले दसैँ न बसै भयो, कतै केही रमाइलो भएन। तिहारमा त रमाइलो गर्नुपर्छ। अब भाइहरू छन्, ठुलोबाको छोराहरू नि आउँछन्, सबै मिलेर रमाइलो गर्नुपर्छ नानी। हो नि दिदी, यसपालि त हाम्रो भाइको नयाँ जीवन पायौँ, तर के गर्नु। त्यहाँ माथि हाम्रो भाइ त्यत्रो आन्दोलनमा परेर बाँचेर आइरहेछ, रमाइलो त नगर्नु कसरी? त्यस्तो अब त खुसी गरेर रमाइलो गर्नु पर्यो नानी। त्यत्रा मान्छे मरे, रगतको खोलो बगाए, शहीद भए, तर देशले चाहिँ के पाउने हो थाहा छैन। दिदी सबै कुरा फोनमा भनेर हुँदैन, अब उतैतिर आउनु न, माइतीतिरै भेटौँला, सबै तिहारमै भेटेर कुरा गरौँला नि। त्यसै गरौँ नि त। दिदी हेर्नु न, मखमली चाहिँ भएन, सयपत्री चाहिँ अलिअलि थियो, तर मखमली चाहिँ कसैले नदिनु है। दिदी मखमली चाहिँ हजुरको भर पर्यो है, सयपत्री चाहिँ म लिएर आउँला, हजुरले चाहिँ मखमली लिएर आउनु है। ल नानी, म पनि बिजी छु, यहाँ माला उड्न लागेको। तँ के गर्ने हो गर, जाने बेला म खबर गरौँला नि। ल हुन्छ हुन्छ। कसले फोन गर्यो फेरि? बहिनीले फोन गरिरहेछ। किन? त्यो तिहारको के गर्ने, कसो गर्ने, भिनाजु खै के ल्याउनु भयो भनेर फोन गरे कि। तिहार भिनाजु किन खोजे कि? र यी मैले मसला लिएर यस्तो प्याकेट लिएर हुन्छ उनी यस्तो प्याकेट र चाहिँ राम्रो हुन्छ होला। नयाँ प्याकेट देखि त मैले आज यही मसला पनि चढ्नै छ। हुन्न पुग्छ त यति मसलाले? यो कति हुन्छ र सेल मसला हाल्ने, भाँडो हेर्न कति राम्रो, अलिकति देखाउनु पर्यो नि। हुन्छ हुन्छ अब के। अनि माला आमालाई पनि दुइटा राख्यो। आमालाई माला साला पर्दैन, बुढी मान्छे के माला बोकेर जानु पर्यो? अब लाउने नै मखमली फुल भन्छन्, अनि बुढी मान्छेलाई माला नदेखि अलिकति लानु पर्दैन दुइटा माला त, जे पनि पर्दैन भन्छौ आमालाई। किन तिमी त्यस्तो गरेको? उता बुहारीहरूले गाँसेर राख्दै होला नि त उनीहरू। तिमीले त आफ्नो सासूलाई गरिदिनु भने उता उनीहरूका नि आमाहरूलाई गाँच्नलाई उनीहरूले पनि भ्याइन भन्दैन। मैले त केही लान केही गर्न भनेको त भन्नै हुँदैन है, खालि आमालाई यो चाहियो, आमालाई त्यो चाहियो, मैले जे लगाएँ आमालाई त्यही चाहिन्छ त भने। ल तिहारको माला नै होइन मखमली फुल पहिला कस्तो कुरा आएर तिमीले दुइटाको जसरी काट्थ्यौ, यो कहाँ राख्दिनु? यो मसला राख्दिनु उतातिर। खालि आमालाई सबै थोक आमालाई, मैले त केही गर्नै हुँदैन। नानी राम्रोसँग बस भने नानी सेता बस भने हेरि, यो मैले आमालाई यो छुट्टै राखिदिएको छु सामान, दिदीले पठाइदिए भन्। टिका दिन बिहानै आउनुहुन्छ दिदी भन है आमालाई, पिर नगर्ने भन है। छिटै गरेर आउनु। ल ल ल, यसपालि तिहार दिदी बहिनी भेट भइहाल्छ, रमाइलो गर्नुपर्छ है। हुन्छ दिदी, हुन्छ। ल नानी राम्रो जा है। हुन्छ हस्। पुगेपछि फोन गर्ने मलाई। बाई दिदी। ल बाई बाई। यस बेलासम्म आउँदैनन्, के गर्नु? तातो रोटी मन पराउँथ्यो बुढोले, सेलाको पिटिक्कै खाँदैनन्। खै अहिले आउला भन्छ, आउँदैन कस्तो पातलो बनाएको छ।
बुढा के हो फेरि? हेर्नु न, हिजो बजारबाट सामान किन्दा किन्दै धेरै भएर म त बिर्सिएछु। भाइ मसला, माला, एउटा ढाका टोपी टिको लिएर आउनु न गएर किनेर। ल चिया खाएर जान्छु नि त। चिया अहिले आएर खाइरहेको हुन्छ, पहिले गएर लिएर आउनु न जानु। म चिया बनाइराख्छु बरु। तपाईँको नि बहिनी अहिले आइपुगेका छैनन्, मलाई ढिलो भयो के। जानु ल। ल म लिन गएँ है त। ल ल ल छिटो गरेर आउनु है, मलाई ढिलो हुन्छ। ल हुन्छ हुन्छ। हस् हस्। के गर्ने बिर्सिहाले चेत अब घर पठपत्रै छ, बुढाले के गर्ने हुन्। भइसक्यो बुढो पनि। ए बुढो के भयो? मलाई पुऱ्याइदिनु न माइत। कस्तो कुरा आएर तिमीले? म आमालाई पुऱ्याइदिन्छु अनि तिमीलाई पुऱ्याइदिउँला। पर्दैन अहिले आमालाई पुऱ्याउन, म जानु पर्यो नि पहिला। आमा बिस्तारै हिँडेर जान्छु। अलिकति दया माया छैन तिमीलाई? तिम्रो आमालाई मैले त्यसो भन्यो भने तिमीले के भन्छौ? कस्तो कुरा गर्नुहुन्छ? खालि त्यही आमाको कुरा, त्यही आमा जति भने पनि नहुने। आमा त उही काँडा बोकेर हिँड्नुहोस्, गएमा हिँडेर जान्छु, नभए पुऱ्याउन आएनन् भनिदिन्छु। बाबु श्यामे, हजुर आमा। यहाँ आऊ त। किन आमा, के भयो? जा त्यो स्वास्नीलाई पहिलो पुरा। अब के गर्नु, हामीलाई त अब जसो तसो बुढी भइसकेपछि हाम्रो लागि चाडबाड त्यति लाग्दैन के। त्यो बुढीलाई पहिला पुरा होइन आमा, अब मामाहरू नि पर्खेर बसे होलान्। बुढा भएका मामाहरूलाई हजुरलाई पुऱ्याइदिन्छु भन्दाखेरि देखिहाल्नुभयो। अब हजुरले सुनेर त बोलाएको होला नि। सुन, म जे गरौँला गरौँ। ठिक छ त आमा, चित्त त दुखाउनु बेला नि। छैन बा, चित्त दुखाएको छैन। ठिक छ। त्यसको बानी नै त्यस्तै भयो क्या आमा। म पुऱ्याएर आउँछु अनि तपाईँलाई म लिएर जाउँला है त आमा है। मामाहरूलाई एकछिन आउँदैछौ भनेर भन्नु पर्ला। ल्याउँदैछु म भनेर फोन गरिदिन्छु। के भयो, तै पनि रिसाएर गइसकि उतो गइसकेकी रहेछ भने हजुरलाई मात्रै पुऱ्याउनु जान्छु म। उतो गइसके जाओस् न, देखिहाल्नु 4-5 दिन आउँछु न, छठ मानेर आउँछु भनेर रिसाएर गएछ। तँ गइसकेकी रहेछ नि, म पछि लाग्यो जान्दैन त्यसलाई। तँ जाओस्, जेसुकै गरोस्। मेरो आमा हुँदा आउँदै त्यसले उ गर्ने हो। म तपाईँलाई पुऱ्याउन आउँछु है आमा। तँ बोकिरहेको छु है। आउनु त, मैले लुगा फेरेर आइसकेँ। तिमीलाई पुऱ्याएर उहाँ आमालाई पुऱ्याउनु जानुपर्छ, छिटो आऊ। हजुर कति गरेर भयो नि, आइहाल्छु नि, लुगा फेर्दैछु। आइहाल्यो। होइन रेडी भयो भनेर निस्किएको थियौ त, फेरि फेर्नु पर्ने लुगा। यसो मिलाएर आउँछु कि आउँछु, हतार नगर्नु न। कति ढिला गरिराख्नु भएको हजुर पनि। ल आउनु न त, खाना खानु। ल ल एक छाप पकाएर खान नसक्ने हजुर पनि। माइतमा बहिनीहरू आइसक्यो होला नि। तिमीले पकाएर खुवाएर के भयो त? पहिला लौले खुवाउने अनि भाइलाई खुवाउने। साइज छँदैछ नि, भर्खर 10 बज्यो, 11:35 साइज छ। आफू जन्मेको ठाउँ हतार हुँदैन त? कति बेला आफ्नो माइती पुग्नु जस्तो भएको छ मलाई। हजुर मलाई पुऱ्याइदिन्छु है बुढो, जसरी सक्दिनँ म पुऱ्याउन। पठाउ बोलाउने, आफै जाने। दिदी बहिनी आउँछन्, तिमी नभएपछि पकाएर खुवाउनु परेन? ए सहनीको टाउकोमा गिर खेल्न पर्खिनु भएको छ नि। आफ्नो दिदी बहिनीलाई चाहिँ पकाएर खुवाउन सक्ने। हजुर आफै एक छाक पकाएर खान सकिँदैन? के हाले टाले गरे? ढिलो पनि भयो भन्छौ, माइती सम्झेर बस्यौ क्या? सम्झिनु पर्दैन त, आफ्नो माइती आफ्नो जन्म घर।
बहिनीहरू आइसक्यो होला म मात्र ढिला हुन्छु जहिले अनि भरे आउने कि के गर्ने नि आउन नि सक्छु नआउन नि सक्छु हजुर लिन आउनुभयो भने आउनु पर्ला सक्दिनँ म लिन आउनु आफै आउनु ओ माइत जानी भएर होला नुन पनि हाले छैन ए नुन हाल्न बिर्सिन्छु फेरि हालिदिन्छु नि त नुन बिस्तारै खाइसु बरु बेलुका लिन आइसु न बुढो बहिनीहरूकोमा ज्वाइँहरू लिन आउनुहुन्छ तपाईँ र ल ल म सोचौँला खेल्न गएको ठाउँमा हात लगायो भने आउला नत्र त्यसो भए ठिकै छ नि त हजुर लिन आउनुभयो भने आउला म पनि नभए अलिक दिन बस्नु पर्ला त पनि एक गाँस खाएर जान खान्छ नि तिहारमा भाइटिका नगरिकन नि खाना खान्छ नि त पहिला भाइटिका गर्नु पर्यो अनि पो बल्ल खाने हजुर खाइछ न हामी त खाना खाने बेला 2-3 बज्छ छठ मानेर आउँछु भने के रिसको धोका भने आउनु है रिसो जग्गा भने भन्ने बेला मन परि भन्छेस् अहिले आमालाई त पुरान जानु पर्ला नि जानुपर्छ त त्यही भएर त आएको त ल बेलुका आउनु रिसको धोका दिन भनिहालिन्छ नि बेलुका लिन आउनु है ल ल ल सकिस आउनु नि फेरि ल ल बहिनी माइत जानला अनि तिमी माइत जानला जान लाग्यो ए अनि किन आउनु भयो मलाई त बुढाले त्यहाँसम्म पुर्याइदिनु भयो अनि तिम्रो नि बुढो घर छैन मेरो त बाहिर जानु भएको छ अनि ए अनि के बस्ने कि आजै अब फर्किनु 2-3 दिनमा फर्किन्छु म त बुढोलाई लिन आउनु है बेलुका भनेको छु आउनुभयो भने आउनुभयो भने मैले एक दिन बसेर भोलि मात्रै जानु पर्ला ल त ल गयो है 2-3 दिन बस्ने गरी जानु ए ल ल ल बिस्तारै जाऊ है ल ल घरा कुरेर बस्दा बस्दा आइपुगेर बुढा बाटामा भेटौँला भनेर आएको यताडि आउने उनकी उताडि आउने उनकी पत्तो पत्तो छैन बिहान उसबेलादेखि गएको बुढो मान्छे यसबेलसम्म नआउने कस्तो यो छोरा मान्छेको जात त नहुने यहाँ भाइहरू कुरेर बसे होला नि बल्ल यसबेला पो ढल्किनु भएछ कहाँ हराउनु भएको तपाईँ यस बेलासम्म भाइहरू उहाँ कुरेर बसे होलान् हिँडेपछि त विपत्तै हुने तपाईँ त कस्तो कुरा गरे तिमीले जुन पसला गए पनि मान्छे छन् हिजो तिमीले किनेर ल्याएको भए हुन्थेन हिजो सम्झिएको भए त म ल्याइहाल्थेँ नि बिर्सिएर पो अहिले तपाईँलाई पठाउनु पर्यो त खोइ ल्याउनुहोस् होला तपाईँ पनि जानु घर नानी आइसक्यो होला टिका लाउनु पर्छ मेरो नि उहाँ बहिनी आएकी छ अनि त्यो कुरा चाँडै आउनु नि अब कतिखेर हुन्छ दिदी बहिनी बल्ल बल्ल भेट भएको गफसफ गर्न पर्यो त्यही त हो नि मलाई लिन आउनु पर्दैन म आफै ल्याउँछु के गर्नु यो आमा भन्छन् बुहारी त्यस्तो गर्छन् बिचरा यो दोधारमा परेछ के गर्नु पुर्याउनै गए जस्तो छ के गर्नु कतिखेर आइपुग्छ भाइ मसला फुलमाला कहाँ राखेका छन् खै के गर्नु भगवानले बनाएको खुट्टा छ त्यही नजिकै हो बिस्तारै हिँड्नु पर्ला श्यामे आएर फेरि बहिनीलाई टिका लगाइदिनु पर्यो टाइम त लागिहाल्छन् बिस्तारै हिँड्छु
कहाँ राख्दै आउला के कि छैन यता के कहाँ यता छ भन्दै आउनु खोल्ने रहेछ यहाँ छ बजेर गइदियो कि हुन्छ लिन कता होला के गर्नु जाने बेला झगडा गरेर हिँड्छन् सल्लाह छैन माला पनि गाँसेको छ यही हो हेर मसला के आफ्नो हात हान्दा भएपछि यस्ता जाब मसला म भाइहरूलाई कसरी दिनु हे भगवान् सेल पनि 4वटा रहेछ यसमा के छ सेल हाल्दै रहेछ सेल राख्दै रहेछ जम्मा 4वटा सेल हाल्दैछ टन्नै सेल पकाएको त देखा हो नि उसैको माइतीमा लगेछ के अब यति सेललाई म 2टा भाइ छ 2वटा बाँड्नु पर्ला हदाले मागिहाले भने के दिनु के बेलैमा बुद्धि पुर्याएनु हरि शिव के गर्नु पुरा ल्याउती बेला भन्नु थियो तेरो लागि पनि अलिकति राख भन्ने बेला मेरो छोराहरू त्यस्तो छैनन् विचार गर्छन् पीर मान्नु पर्दैन भनी अहिले आएर यस्तो भयो गाह्रो भएर बाँच्नु पर्यो के गर्नु हे भगवान् अब यही भयो नि लिएर जानु पर्ला हरि भगवान् नारायण गल्ली गल्ली ल छ्याउटा ल हेर्नु बुढा भरे म पूजा गर्ने मान्छे त हिँडिसक्नुभयो माइ त मलाई चाहिँ छिटो गयो कि चिज गर्छु भन्नुहुन्छ नि हेर्नु त्यहाँ तिमी नि त्यस्तै छौ बिहान चाँडै उठेर गर्नु पर्यो नि त लिसिङ पिसिङ गर्नु छ ममता हजुर दिदी ओहो कति ढिलो भयो नि तपाईँहरू त ढिलो भएन छैन ढिलो भएको अनि हजुरको त भरे बेलुका गर्ने हिँडेर म पूजा म पूजा त बेलुका भनेर के गर्ने हाम्रो त 2-3 घन्टा लाग्छ चौरासी व्यञ्जन पकाउनु पर्छ अनि मण्डप बनाउनु पर्छ हैन त्यही भएर एकदम
लियो भाइ नि सासु लियो बनिलो आउनु तिम्रो नाम दिबैले ले गएमा नि अहिले खोल्नु ओहो दिदी माइत जान लानु भयो अब नानी वर्ष दिनको चाड अब यसो भाइहरूलाई टिका तास दिउँ भनेर जाला दाइले पुऱ्याइदिनु भएन स्वास्नीलाई पुर्याउन गएको छ कतिखेर फर्किने हो अब त्यही त हो नि म बिस्तारै हिँडेर जान सक्छु भनेर हिँड्न लागेको सबैको त्यस्तै हो दिदी सुमनहरू त कस्तो मिलेछ हेर्नु जोरी होइन बाबा कस्तो मिलेछ नि ल पुऱ्याउनु गयो हामी पनि मिलेको छ नि कहाँ मिल्या मजुले आउँदैछु भने बुढीलाई पुऱ्याइदिएर आयो क्या बाटोसम्म आउँदैछु कस्तो नामर्दो रहेछ जोइटिङ नै रहेछ स्वाइन पुऱ्याउनु जानुपर्छ तिहारको ज्वाइँ साराध्या सालो भन्छन् कस्तो रहेछ छिटो कि अर्कोलाई बोलाउनु भयो त नआउने बे चाडबाड पुऱ्याउनु जानु पर्यो नि त कस्तो कुरा गर्छ ल राख म आएँ यसोमन त कहाँ गएर अझै गएको छैन गएको छैन बुढीलाई परसम्म पुऱ्याइदिरहेको अर्को ज्वाइँ सराध्यको सालो भन्छन् त कस्तो नाम स्वास्नी पुऱ्याउनु गइस् कहाँ म ससुराली जान्छु त्यहाँ गाडी चढ्ने ठाउँसम्म पुऱ्याएर आएको ल जाउँ हिँड्नुहोस् ढिला भइसक्यो ल हिँड्नुहोस् अब तिहार आइसक्यो यसो सेलरोटी पकाउँ भनेको कहाँ मरि पनि माइत जान्छु भन्थे के पोको पार्दै होली के गर्नु आफूले नगरी भएको छैन अब पिठो नढडाए पनि रोटी फुल्दैन यो पिठो ढडाउनु पर्यो अनि त्यहाँ आगो फुक्नु पर्यो अलिकति दाउरा ल्याएर मुन्टेकी भयो नि हुन्थ्यो नि यति दाउराले कहाँ सेल पाक्छ त्यसलाई पनि त लानु पर्ने होला नि माइत राम्रो मुख गरेर त 2-4 हालिदिन्थ्यो नि माइत लाने बेला त्यसलाई आमा ए महारानी कहाँ सवारी भएर आएको छ त चिटिक्क परेर अनि माइत अझै 5-6 दिन बाँकी छ टिका लाउन त्यहाँ आउनलाई अहिले जानु पर्ने गाडी प्याक हुन्छ लामो बाटो छ त्यही भएर छिटै जाउँ भनेको नि लामो बाटो छ म त झन् दाउरा ल्याएर पकाउँछ कि भनेर त सम्झाउनु पर्यो त उता निस्केर हिँडिसकेको छ अरे तपाईँले ल्याइहाल्नु भएको छ नि आमा फेरि के भने चाहिँ खोइ तेरो ल्याए हेरौँ के छ तेरो लु यति त सामान किन गर्नु भएको माइत जान्छस् मलाई किन माइत भएको मेरो गाडी मात्रै कुरेर बस्नु भएको छ आमा मेरो मुले जाने छ हेर्नुस् अब जानी खाली माइत हैन गर्नु भएको मेरो बुढा नभएर यस्तो गर्नु भएको आमा तपाईले फेरि बुढा भन्छस् मेरो छोरो हो तैले राम्रो गतिले गरे भए मेरो छोरो छिटै फर्केर आउँथ्यो मेरो दाइहरु पर्खिरहनु भएको छ आमा किन मेरो बियोडा लु जा फुल लिएर त मरि त जानी कहाँ अझ पुगेन तँलाई मेरो यस्तो नगर्नु न आमा म माइत जाने कुरो गर्दिन मलाई यसरी नकुट्नु त्यहाँ म आजा लु जा भाइ यस्तो नगर्नु न म दिन्छस् ल मेरो सोन किनेर चाहिँ जतिखेर नि माइत
तेरो माइतमा यसो आएको नि थिएन र लिएर जान थाले कि अब म माइती जाने कुरो गर्दिनँ मलाई त मेरो दाइहरू पर्खिरहनु भएर त म जान्छु भनेको टाढाको बाटो गाडी जाममा पर्छ पर्दैन जाम तैँले मलाई सासू भनेर देखेको भए तँलाई म गोर्त्याएको अघिल्लो पठाउँथे बिदा गरेर राम्रोसँग मैले राम्रै मुखले जान्छु भनेर नि आमा म अब यस्तो भन्दिनँ अब जान्छ त जाने हो भने त टिकाको अघिल्लो दिन जाने यहाँ सबै काम भ्याएर मान्छ कि मान्दिनस् मैले छाडा हुँदो रहेछ है जतिखेर पनि झन् मैले सल्लाहले पकाएर राम्रोसँग बिदा गरेर पठाउँछु भनि ठानेको थिएँ जहिले पनि अघि चम्किने यो यसको यहाँ के रहेछ यो लैजाऊ यसको माइत लु उसलाई अब आउने अब आफै पकाउँछु मजाले फर्की हेर तर जमाउने पनि सासूले निकाले माइत जमाउने यस्तो हाल्छ मेरो दाइले के भन्ला चिनी दिदीकोमा गएर फरिया बागेर लाएर जान्छु अब लुगा फेर्न जाउँ भने त्यो पोक्सी बुढीले पारिहाल्छ लुगाको नि यस्तो हाल्छ अनुहारको पनि यस्तो हाल्छ मेरो दाजुभाइले थाहा भयो भने के गर्ला अब चिनी दिदी घरमा गएर एउटा फरिया मागेर ल्याएर जानु पर्ला चिनी दिदी हजुर तपाईँ कहाँ हुनुहुन्छ लिन्छ हेर्नु न म बाटोमा लडेँ यस्तो हिलो लाग्यो हजुरको एउटा फरिया भइदिनु नि दिदी माइत जाउँ भनेको के भएको लडेको कि के त्यहाँ गटर रहेछ अनि लडेर चिप्ले लडेर हिलो लाग्यो माइत जाउँ भनेको ल आउनु न किन ढिला गरी मेरो बहिनीले आउनु पर्ने छेकचुन भए पनि फोन गर्थी के भयो होला फोन गरौँ भने के गरौँ न बसले यसो ढिला गऱ्यो कि अब ज्वाइँ भइदिए ज्वाइँले पुऱ्याइदिन्थे ज्वाइँ नभएपछि यस्तै हो होइन है दाजु आज भाइटिकाको दिन टिका लाउनु पर्ने निधार त तपाईँको खाली छ त होइन बाबु लाउने हो खाली छैन बहिनी नआएर बहिनीलाई हेरेर बस्छ तिमीले त लगाइसकेछौ हजुर मैले त लगाएर ल बाबु ल अहिले भरे जुवा खेल्ने ठाउँ भेटौँ न 14 है ल बाबु ल सबैले लाएर ऊ हिँडिसके आफ्नो बहिनी के भयो कि नि यस बेलासम्म आउँदिन फोन गर्नु पर्यो एकचोटि होइन ए दाइ 12 बजिसक्यो यति बेलासम्म पनि टिका लाउनु भएको छैन त लाउँछु बाबु 12 बजे नै आउँछु बहिनी आउँदै हो नि लाउँछु त आउनु भएको छैन र यस बेलासम्म छैन भने हेर न बाबु किन हो अब चाडबाडको बेला हो भिडभाड होला आउनु हुँदै होला नि त त्यही हो तिमी कता जानला अब म तलतिर जान आँटेको अब आउनुहुन्छ होला नि त दिदी ल बाबु ल दिदी के भयो किन टोलाएर बसेको माइत गएनस् छैन बहिनी अब जाने हो किन रोइरहेको जस्तो नि छ के भयो एक्लै यहाँ आएर टोलाइरहेको छ सन्चो छैन कि अनि तिहारको दिनमा टिका लगाइदिनु पर्दैन
दाइ भाइलाई टिका लगाइदिनु पर्यो नि त। के तिनीहरूले फोन नगरे भएर हो कि फोन गर्नु भएको छैन? मनमा कुरा खेलिरहेको थियो, त्यही भएर रोक्नु नि बहिनी। दिनाजुले फोन गर्नु भएन? गर्नुहुन्छ, फोन भइरहन्छ। उसकै फोनको घरमा त यत्रो साथ पकाएको सुतिसक्यो। अनि त अब तिहारको बेलामा एक्लै यता सबैले टिका लाएर हिँडिसके। नानी हाम्रो बहिनीलाई देखिनस्? आउँदैछ होला नि बाटोमा। रोशनी आइसकेको छैन? छैन नि बा नानी। ए बाटो जाम छ, त्यही भएर ढिलो होला। तिमी भर्खर आयो? ल ल ल जाममा परे। ए ल ल सबै आइसके। अब आफ्ना के हो के किन नआएको बहिनी? यत्रो सबले टाइपको लाएर हिँडिसक्यो। हाम्रो बहिनी कहाँ आएको? भाइ नमस्ते। बहिनी आउनु भएको छैन? छैन नि नानी। टिका पनि लाउनु भएको रहेनछ त। बहिनी नै आएको छैन, अनि कसरी लाउनु त? ए आउँदै होला। सबै आइसके। हाम्रो बहिनीलाई के भएको होला? हे भगवान्, नलाउँ भने नि वर्ष दिनको चाड के अब बिहान बुढीले पनि तपाईँको बहिनीको भरै छैन भन्थे। जस्तो भने त्यस्तै हुने हो कि जस्तो छ। बुढीले उहाँ टिका लगाएर सिधाइसक्यो नि, आफूले अहिले चाहिँ टिका लगाएको छैन। दाइजी उहाँ बहिनी आएनन् भनेर उहाँ टिका लाउनलाई पर्खेर बसिरहनु भएको छ। तपाईँको चाहिँ के हो यो ताल? उहाँ टिका लाउन दाइ पर्खेर बसिरहनु भएको छ। बहिनी कतिखेर आउँछ? तपाईँ यहाँ के गरेर बस्नुभएको? ए सम्झना कहाँ राखे? ए के लिइराखे? सामान लिन्थ्यो? ए हो र? अनि कति दिनको छुट्टी लिएर आयो त? छैन नि दिदी, म त टिकाको दिनमै फर्किनु पर्छ। घरमा सासूले हुनुहुन्छ, बच्चाहरू छ, के गर्नु। ए टिकाको दिनै फर्किने? कति छोटो समय लिएर आयो कि? अनि सम्झना के हो? अनि तिम्रो बुढा खै आएनन्? दसैँमा आयो कि आएनन् त? आउनु भएन नि दिदी, छुट्टीमा आउँछु त भन्नुभएको थियो, तर छुट्टी पाएन अरे। अब बुढो नभएपछि घरमै सुन्ने हुँदो रहेछ। ट्युसन गर्छन् कि गर्दैनन्? खर्चहरू पठाउँछन् कि पठाउँदैनन्? पठाउनु हुन्छ नि दिदी, खर्च नपठाए के गर्नु? बच्चाहरू छ, चाडबाड मनाउनु पर्छ। जान ल के छ हिँड न त जाम। अब यसो एक रात बस्दै आऊ न त उतै घरतिरै। आउला नि दिदी मिलाएर। अब घरमा सासू एक्लै हुनुहुन्छ, एक्लै छोड्न पनि भएन। आऊ है, त्यसो भए जाम न त हिँड। बाबु खोइ त दाइ उहाँ अन्डा बेच्न गएको थियो, चित्तिनतिर मुर्या थियो। अझै अहिलेसम्म चाहिँ आइपुगेको छैन। अन्डा सबै फुट्यो भन्थ्यो। बाबु के गर्नु? खै पोहोर साल पनि तेरो दाजुले यस्तै गर्यो। अब आगो भन्यो। अब म त डाँडा पारेको काम हो। खोइ के गर्नु? ए दिदी के हुँदैन, 10-15 वर्ष 10 वर्ष लाउनु पर्छ। तपाईँ आइरहनु पर्छ।
रोग कहिले नलागोस् निरोगी भइस्। आँटेका सोचेका सबै कुराहरू पुरा हुन्। मनसँगै शान्त हुन्। अब एउटा त यतिकै हुने भयो, के गर्नु। त्यसलाई मेरो हातबाट कहिले टिका लाउन लेखाएरैन छ कि अर्को वर्ष लाउँछ। के हो जहिले यस्तै हुन्छ। सधैँभरि इज्जतले शिर थार होस्, सबैले मान सम्मान गर्ने व्यक्ति बन्नुहोस्। भान्जाभान्जीहरू के छ? ठिकै छन्। के गरेछन् त अहिले? अब अफिस गर्छन् जेठो, कान्छोको पनि अफिसै गर्छन्। आफ्नै सुरुमा छन् सबैजना। यस्तै हो। लौ बाबु, मैले सकेको थोरै लिएर आएको छु। यसो मुख मिठो गर। ठिक छ, त्यति नै बढी हो। लौ बाबु, जय होस्, कल्याण होस्। कति जाउँ? अनि अहिले कुरा गर्दै हुनुहुन्थ्यो भान्जाभान्जीको। हो, अब यस्तो के गर्नु बाबु, आफ्नो कर्मको भोग के गर्नु बाबु। जेठो भान्जा त ठिकै छ, माया गर्छौ मलाई। बुहारी चाहिँ थोकै के गर्नु र, तलतिर बगाएर माथितिर खोजौँ जस्तो छ। के गर्नु र, भनौँ भने आफ्नै आङ कनाएर छाडो उडाउनु जस्तै हो। जे होस्, आफ्नो आफ्नो कर्मको भोग आफू आफूले भोग्नुपर्छ बाबु। यस्तै हो। कान्छो आफ्नै तालमा छन्। भान्जा भाइ सम्झाउनु दिदी। अब ठिकै छ, म फोन पनि गरौँला, बेला बेलामा आइरहँला, बिर्नुहोस् है दि। अब के गर्नु बाबु, यस्तै हो। जति कुरा गरेको जान्छु होला म पनि है, भात खाउँ। ठिक छ दिदी, म पुऱ्याइदिनु नि त परसम्म। पर्दैन बाबु, पर्दैन। तिम्रो पनि त बुहारी लिन जानुपर्छ होला, म बिस्तारै जान्छु। ठिक छ, हजुरले पुऱ्याइदिन्छु पनि, लिन पनि जान्छु नि त। जे गरौँला नि, ल खाना खाऊ।